नमस्ते, म डाक्टर रामभक्त अधिकारी, ओरल एन्ड म्याक्सिलोफेसियल सर्जन, मणिपाल डेन्टल विभाग प्रमुख। आज विश्व मुख स्वास्थ्य दिवस अर्थात् वर्ल्ड ओरल हेल्थ डे। आज विभिन्न देशहरूमा यस दिनलाई विभिन्न तरिकाले मनाइरहेको अवस्थामा हामीले पनि यहाँका जनताहरूलाई जनचेतना फैलाउनको निम्ति आज नेपाल डेन्टल एसोसिएसन कास्की ब्रान्चले बिहानै स्वास्थ्य मुख दिवसको अवसरमा हेराफेरी गरियो र विभिन्न ठाउँमा, देशको विभिन्न ठाउँमा, विभिन्न जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू मनाई जनचेतना फैलाउने कार्य भइरहेको छ। आज म विश्व स्वास्थ्य मुख दिवसको अवसरमा केही कुराहरू भन्न गइरहेको छु। हाम्रो मुखको स्वास्थ्यको बारेमा म हजुरहरूलाई जानकारी दिन चाहन्छु। मुख स्वास्थ्य भनेको धेरै नै महत्त्वपूर्ण कुरा हो। यो हाम्रो शरीरको गेटवे पनि हो। यहाँबाट हामीले जे चिजहरू खान्छौँ, चबाएर खान्छौँ, ती चिजहरू हाम्रो शरीरको विभिन्न अङ्गमा पुग्छ र त्यसले हामीलाई तन्दुरुस्ती पनि राख्छ। मुखको हेरचाह गर्नको लागि हामीले के गर्न सकिन्छ त? जस्तै बिहान उठेर र बेलुका सुत्नुभन्दा अगाडि खाना खाइसकेपछि नियमित रूपमा ब्रस गर्नुपर्छ। दुईटा दाँतको बिचमा सफा गर्नको लागि डेन्टल फ्लस युज गर्नुपर्छ। फ्लोराइड भएको चिज पेस्टहरूबाट दाँत माझ्नुपर्छ र नेपाल मेडिकल काउन्सिलबाट रेजिस्टर्ड डेन्टिस्टकोमा गएर नियमित वर्षमा एकचोटि आफ्नो दाँतको चेकअप पनि गराउनुपर्छ। र यसबाट बच्नको लागि मैले भनिसकेँ, ओरल हाइजिन मेन्टेन गर्नु सक्नु पर्यो र जस्तै सुर्तीजन्य चिजहरू, पानहरू, यस्तो चिजहरू खानु भएन र मुखमा कुनै घाउ दागहरू भयो भने तुरुन्तै नजिकैको हस्पिटलमा गएर डाक्टरलाई देखाउनु जरुरी छ। त्यसैले आज विश्व स्वास्थ्य मुख दिवस भएको हुँदा हामीले पनि अवेरनेस, नेपाली जनतालाई जनचेतना अवेरनेसको लागि मैले आफ्नो कुराहरू राखेको हुँ र यसमा हजुरहरूले पनि आफ्नो मुखको स्वास्थ्यको बारेमा राम्रोसँग हेरचाह गर्नुहोला भन्दै म अहिलेलाई मेरो भनाइ यहीँ टुङ्गाउँछु। हस्त नमस्ते। नेपाल मणिपाल शिक्षण अस्पताल, फुलबारी 11, पोखरा, कास्की। फोन नम्बर 061 552 666।